मम्मी कलेजमा मानबहादुर नाम गरेको केटा मलाई कस्तो जिस्क्याउँछ के भन्छ छोरी के खोला पारी नजाऊ प्रिय सर्प हुन सक्छ केटासँग नलागा प्रिय गर्व हुन सक्छ भन्छ के अरु के भन्छ छोरी त्यो फटा आउँदो शनिबार डेटिङ जाम भन्छ के मोरोले डेटिङ पनि जंगलमा जाऊ गरे हेर त मम्मी डेटिङ पनि जंगलमा जान्छन् कस्तो फटा रहेछ त्यही त भने कि जंगलमा गएर के घुच्ची च्याउ खोज्छस् त भने हो कि मैले मान्दैन कि मोरोले जंगलमै जाऊ भनिरहेछ कस्तो फटा केटो रहेछ त के मम्मी कस्तो मातेको केटा हो के बाटोमा हिँड्दा पनि कम्ता जिस्क्याउन ढुङ्गाले हान्ने कपाल तान्दिने अस्ति त मेरो झुम्को तान्दिने हेर्नु त मम्मी अस्ति नयाँ किनेको झुम्को त्यही केटालाई म यस्तो भेटायो भने चाहिँ त्यसले कारबाही गर्छु म त्यसलाई चुप लाग्नु मम्मी त्यसलाई केही गर्न पर्दैन त्यसले जिस्काउँदाखेरि मलाई पनि त मजा आइरहेको हुन्छ बरु यसो गर्नु के मम्मी बरु एउटा निवेदन लेखेर अझ बढी जिस्का भनिदिनु न मम्मी त्यसलाई चुप लाग छोरी आफू जिस्किन्छ होला मस्किन्छ होला आफू सचेत हुनुपर्छ अहिले देशभरि बलात्कारको घटना कति धेरै बढिरहेको छ आफू सचेत हुनुपर्छ नजिस्किनु त्यसरी न हुन्छ के मम्मी हुन्छ म जिस्किन्न ल तर तपाईँ पनि ड्याडीसँग नजिस्किनुहोस् के अस्ति कस्तो जिस्केको देखिरहेको थिएँ